नमस्कार, नेपाल इलेक्ट्रिक युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई। आज मेरोमा दुईटा बल आएको छ रिपेयरिङको लागि। अब यसलाई म सिरिज बोर्डमा हालेर चेक गर्न गइरहेको छु। सिरिज बोर्डको मेरो केबल यहाँ छ। यो चाहिँ मेरो सिरिज, यो यता सिरिज यता डाइरेक्ट लाइन हो। यो सिरिज लाइनमा राखेर यसको स्विच यो छैन, यसको केही रेस्पोन्स आएन। यो नआइसकेपछि यो बललाई खोलेर हेर्छु, स्विच अफ गरे। अब यसलाई यो डाइरेक्ट लाइनमा हालेर यसको डिफ्युजर खोलेर यसमा लगाएँ। अब यसको भोल्टेज यहाँ चेक गर्छु। यो मल्टिमिटर डीसी 200 भोल्टमा राखेर डीसी 200 भोल्टमा राखेर यसको भोल्टेज चेक गर्छु। यो प्लसमा प्लस माइनसमा माइनस 154। अहिले यहाँ देख्न सक्नु भएन मिटरमा। यसको भोल्टेज 154 देखाइरहेछ। यो भोल्टेज एकदम सही छ। भोल्टेज सही भए पछाडि यसको यो एलईडी बल्ब यो चाहिँ यो मध्ये कुनै एउटा गएको छ। अब यसलाई यस्तो चिम्टाबाट यो इन्सुलेटर